आज हामी यो पारिवारिक भेटघाट कार्यक्रममा छौँ होइन। आज हाम्री 87 वर्षकी हजुरआमासँग हामी यहाँ उपस्थित भयौँ। आमा है के छ, सन्चै हुनुहुन्छ? यहाँ साडी लाएर मैले दिएको टक्क कौन लाम भन्दाखेरि हो कहाँ आउनु अहिले साडी लाएर? ससुराला ससुराला कान्छो नाति हो ससुराला आज आइयो सबैजना। यस्तो रमाइलो भेटघाट छ होइन? रमाइलो छ। अनि कस्तो लाग्यो बुवा आज सबैजना भेट्नु? मलाई एकदम धेरै खुसी लाग्छ। अब छोरी चाहिँ नि आरुषीको बुवा आमा हजुरआमा अनि त्यसपछि गएर दिदीहरू अनि दाईहरू अनि बच्चाहरू सबै आएको। अब मेरा सम्धिना अनि बुढी सम्धिना ज्वाइँहरू सबै यहाँ आउनुभएकोमा एकदम खुसी छ। एकदम खुसी छु। यस्तै गर्दै सदा चाहिँ अब आइरहनु होला। हेर्नु हाम्रो चाहिँ सबै पारिवारिक भेटघाट सामिप्यता रहिरहोस् यही कामना गर्छु। धन्यवाद, भइहाल्छ। तपाईँको पनि आउनु होला, तल भेटघाट हुन्छ। अनि बुवा अब आइयो कस्तो लाग्यो अहिले? एकदम राम्रो लाग्छ। अरू केही आइयो बसेका छौँ, रमाइलो भएको छ। आजको बस्ने दिन क्रम चाहिँ कहिले यता कहिले उता गरेर रमाइलोसित हामीले दिन बिताउन पर्छ। त्यसै गरेर हामी अगाडि बढ्नुपर्छ, रमाइलोसित जानुपर्छ। एक आपसमा सबै कुराहरू दुःख सुख सबै साटसाटा गरेर बस्नुपर्छ। अब एउटै घर भइसकेपछि भन्ने कुरो हो। अब त्यही छ हाम्रो उद्देश्य पनि। ठिक छ। अनि यता मम्मीलाई कस्तो छ अहिले? सबै परिवार बसेर अब फोटो खिच्ने उनी भएको छ। एकदम रमाइलो लाग्यो। यस्तै सधैँभरि हाँसी खुसी यस्तै देख्न पाइयो सबैजनालाई। यही हो मेरो भनाइ। यता फेरि सम्झिने हुनको फेरि कस्तो लागिरहेको? सम्झिने सँगै बस्नको सम्झिने सबै छौँ। सम्झि सबै हुन्छ। खुसी लागेको छ। रमाइलो लाग्छ। लिँदै यही हो हाम्रो परिवार। यता यहाँ ड्युटी फेरि दुई बहिनीको पुरै चाहिँ गफगाफ चलिरहेको छ। कस्तो लागिरहेको दुई बहिनीलाई? रमाइलो लागिरहेको हो, खुसी छौ नि सबैजना होइन? सबै पारिवारिक हामी चाहिँ सबैजना खुसी छौँ। हाम्रो कान्दै के छ खबर? ठिकै छ। के गर्नु त्यहाँ आएर? अरू अरू टी हेऱ्यो?